एउटा सानो गाउँमा अर्जुन नामको केटा बस्थ्यो। उसको परिवार धेरै गरिब थियो, तर अर्जुनका सपना धेरै ठूला थिए। ऊ सधैँ पढ्न मन पराउँथ्यो। राति बिजुली नहुँदा ऊ सानो दियो बालेर किताब पढ्थ्यो। गाउँका मानिसहरू उसलाई हाँस्थे र भन्थे, सानो दियोले कति उज्यालो दिन सक्छ र? एक दिन गाउँमा ठूलो आँधी आयो। बिजुलीका पोलहरू ढले र पूरा गाउँ अन्धकारमा डुब्यो। सबै डराए। त्यही बेला अर्जुनले आफ्नो दियो बाहिर ल्यायो। उसको दियोको उज्यालो देखेर छिमेकीहरू उसको घरमा जम्मा भए। अर्जुनले सबैलाई ढाडस दियो र बच्चाहरूलाई कथा सुनायो। अर्को दिन गाउँका मानिसहरूले महसुस गरे कि सानो दियोले पनि ठूलो अन्धकार हटाउन सक्छ। उनीहरूले अर्जुनको पढाइमा सहयोग गर्ने निर्णय गरे। समय बित्दै गयो। अर्जुन पढाइमा सफल भयो र ठूलो शिक्षक बन्यो। ऊ फेरि आफ्नै गाउँ फर्कियो र विद्यालय खोल्यो। आज पनि गाउँका मानिसहरू भन्छन्, सानो दियोको उज्यालोले हाम्रो भविष्य उज्यालो बनायो।